कालीगण्डकी कोरिडोरलाई नेपालको गौरव र विशेष गरी आर्थिक तथा पर्यटकीय दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिन्छ। कालीगण्डकी कोरिडोर नेपालको उत्तर दक्षिण जोड्ने एक रणनीतिक र राष्ट्रिय गौरवको सडक आयोजना रहेको छ। यसले नेपालको दक्षिणी सीमा भारत र उत्तरी सीमा चीनलाई सबैभन्दा छोटो दूरीमा जोड्ने लक्ष्य राखेको छ। यो कोरिडोर नवलपरासी बर्दघाट सुस्ता पूर्वको गैंडाकोटबाट सुरु हुन्छ। गैंडाकोटबाट कालीगण्डकी नदीको किनारै किनार अगाडि बढ्छ। हामी यही कालीगण्डकी कोरिडोरको यात्रा गर्दै अगाडि बढिरहेका छौँ।